हेलो नमस्ते। हामी आज चाहिँ काठमाडौँ पाटन घुम्न जाँदैछौँ। मसँग चाहिँ मेरो प्यारो बुनु छ अनि बुनेरमा चाहिँ पाटन घुम्न जान्छौँ। हामी ठ्याक्क पाटनको यो यहाँ फोटो खिच्यौँ, यहाँ पुग्यौँ। त्यसपछि हामीले एक दुईवटा क्लिप फोटो पनि खिच्यौँ। त्यसपछि यहाँ डुङ्गाहरू चलिरहेको छ, माछाहरू छ, माछाहरूलाई चारो दिउँ। उसले मेरो टिकटक बनाइदियो। यहाँ हाँसहरू पनि छ, यहाँ परेवा पनि छ है पाटनमा। अनि त्यसपछि म चाहिँ परेवालाई चाहिँ एकदमै मन पराएर रोप्न थालेँ। उसले मेरो भिडियो बनाइदिए अनि मेरो फोटो पनि खिच्दिए। अनि त्यसपछि हामी यहाँ धेरै थिए परेवाहरू, छोप्न खोजेको छोप्नै सकेनौँ। कस्तो राम्रो राम्रो थियो त्यस हेर्नु न परेवाहरू। अनि त्यसपछि उसले फेरि मेरो दिदी एक दुईवटा फोटो खिचिदिन्छु भने अनि त्यसपछि हामी गयौँ। ट्याक्क हामी यहाँबाट अगाडि गएर चाहिँ पानीपुरी खानलाई, ऊ चाहिँ पानीपुरी मलाई चाहिँ पानीपुरी त्यति मन पर्दैन थियो, तर उसले खाऊँ भन्दाखेरि खाएँ। अनि फेरि हामी त्यहाँबाट पानीपुरी खाँदै आएर हामीलाई चाहिँ पानीपुरी लास्टै पिरो भएको थियो कि पानीपुरी पिरो भइसकेपछि हामी यहाँबाट घुम्दै गएर अब फेरि चाट खायौँ। यहाँको चाहिँ मिठो रहेदो रहेछ। चाट खायौँ। चाट खाइसकेपछि फेरि हामीले चटपटी पनि मगाउँछौँ है। यस चाटलाई चटपटी पनि खान्छौँ। कस्तो मिठो थियो चटपटी पनि है। तर मलाई धेरै पिरो भएर मैले खान नसकेको हुनाले चाहिँ उसले नै खायो। कति मिठो कि यहाँको चटपटी फेरि। अनि त्यसपछि मलाई चटपटी खान लास्टै पिरो भएर उसले जुस खुवाउँछु दिन्छु हिँड्छु भने जुस खान गयो। जुस चाहिँ उसले मैले चाहिँ बबल टी खाएँ, उसले फेरि पाइनएप्पलवाला जुस है उसले चाहिँ होइन पाइनएप्पलको जुस खाएको, मैले चाहिँ बबल टी खाएको। कस्तो रमाइलो भएको थियो। त्यसपछि हामीले यो अर्को लास्टै पिरो भएर फेरि चिज खायौँ। अनि त्यसपछि हामी यो चाहिँ हामी उसको वेटिङमा बसेको है। टेम्पो आउँछ अनि जान्छौँ भनेर चाहिँ वेटिङमा बसेको। टेम्पो चाहिँ आउनु निकै बेर लाग्यो। अनि हामी हिँड्दै बस पाएर गयौँ। अनि त्यसपछि हिँडेर घर पुग्यौँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो।